झार छिन्दा छिन्दै बुढीले के वरपर हेर्न लागेको हो? के हुनु नि यो टमाटरको दशा देखेर अचम्म लाग्यो अनि त्यही भएर वरपर हेर्दैछु क्या। त्यस्तो अचम्म मान्नुपर्ने के छ र बुढी? राम्रो लागेन टमाटर? हेर्नु न यो टमाटरबाट 3-4 लाख रुपियाँ कमाइ हुन्छ भन्नुहुन्थ्यो। टमाटरको दशा यस्तो छ अनि अस्ति पैसा गन्दा पनि जम्मा 1 लाख रुपियाँ मात्रै भयो। कसरी त्यस्तो 3-4 लाख रुपियाँ हुन्छ यस्तो टमाटरको दशाले भन्नु त? किन झुट बोल्नु भएको मलाई? मैले तिमीलाई झुट बोले होइन नि, साँच्चै 3-4 लाख रुपियाँ कमाइ हुन्छ। अहिले त भाउ गएन के, भाउ गएको भए 3-4 लाख मात्र होइन 5-6 लाख पनि कमाइ गरिन्छ। अहिले त 20-25 मात्रै गयो भाउ। अब आजभोलि 50-60 भाउ जान्ला, तर हाम्रो टमाटर छैन। अनि कहाँबाट हुन्छ त टमाटर? ल गाइस हामी चाहिँ आज टमाटर बारीमा छौँ होइन। पहिले टमाटरको भाउ गएन होइन, आजभोलि टमाटरको भाउ गएको छ। आजभोलि हाम्रो टमाटर पनि रोगले यस्तो भएको छ, टमाटर यस्तो 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 भइरहेको छ होइन। तपाईँहरूकोतिर कतिको भाउ छ होइन? आजभोलि चाहिँ भाउ गएको छ भन्दा सुन्छु। तपाईँकोतिर कस्तो भइरहेको छ कमेन्ट गर्नुहोस् ल।